गुड मर्निङ एभ्रिवान। मेरो छोरी चाहिँ अब उठिन् भर्खरै। सरी तन्काउँदै छिन्। आज चाहिँ म छोरीले के गर्छिन् दिउँसभरिमा हजुरहरूलाई देखाउन गइरहेको छु। आज चाहिँ मेरो भ्लगमा यही आउनेछ। अब चाहिँ बिहान बिहान उठेर म नानीको डाइपर चेन्ज गराउँदै गइरहेको छु। डाइपर पनि यति प्याक गरिसकेकी छिन् यिनले। कति गरुङ्गो बनाएको मेरो छोरीले। राति 2-3 बजेतिर चेन्ज गर्दाखेरि पनि यति वेटी छ। अनि त्यसपछि उसले चाहिँ एकदमै पाच्छ क्या, होइन पाच सँगसँगै अनि आची पनि निकाल्दिने क्या, यति आची निस्केको रहेछ। बिहान बिहानै आफ्नो हजुरआमासँग हाँस्दै छिन्। नमस्ते नमस्ते, गुड मर्निङ, नमस्ते, गुड मर्निङ मायालु। यिनीहरूको चाहिँ यो गिजाहरू अनि त्यसपछि जिब्रोहरू पनि सफा गरिदिनु पर्छ। म चाहिँ डेली गर्ने गर्छु। यिनी चाहिँ आजभोलि बाटी भइछिन्। गिजाले पुरा रोकिदिन्छन् क्या, टोकेर बसिदिन्छन्। यसरी सफा गरिदिनु पर्छ। यिनीहरूको प्राइभेट पार्टहरू पनि सफासँग सफा गरिदिनु पर्छ। युटिआई हुने, पिसाबमा इन्फेक्सनहरू हुने हुन्छ। त्यही भएर जतिचोटि पिसाब फेर्छन् त्यतिचोटि चाहिँ हल्का मनतातो पानीले सफा गरिदिनु पर्छ है। यिनलाई चाहिँ आफ्नो हात चाहिँ एकदमै मनपर्छ है। एनी टाइम हात मुखमा हुन्छ यिनको। मैले चाहिँ जन्मेदेखि उसलाई भिटामिन डी खुवाइरहेको छु। हजुरहरूले चाहिँ खुवाउनु भएको छ कि भएको छैन हेर्नु है। यिनले कस्तो मुख बिगार्छन् यो भिटामिन डी खुवाउँदाखेरि। म हजुरहरूलाई यो पनि देखाउँछु। जहिले पनि बच्चा बच्चीहरूको हजुरहरूले अब फर्मुला मिल्क खुवाउनुहुन्छ अथवा औषधिहरू खुवाउनुहुन्छ भनेपछि एकदमै के तातो पानीले सफा गर्ने अथवा तातो पानीमा हाल्ने चाहिँ गर्नु होला है। हाइजिन चाहिँ मेन्टेन गर्नुपर्छ, किनभने एकदमै बच्चाहरू चाहिँ सेन्सिटिभ हुन्छ नि त। त्यही भएर चाहिँ एकदमै केयर गर्नु होला। मैले चाहिँ 0.5 खुवाइरहेको छु। डक्टरले 0.5 खुवाउनु भनेर। हजुरहरूले चाहिँ कति खुवाउनुहुन्छ? ल ल खाऊ 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 खाऊ। बाहिर फाल्ने होइन, खाऊ 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 बाबु। ल नाकहरूमा चाहिँ यस्तो फोहोर अड्केको हुन्छ होइन रातभरिमा। अब कहिले कस्तो दुध पनि उल्टी गर्ने अथवा पानी हुन्छ। त्यो चाहिँ मैले यसले सफा गर्छु। हजुरहरूले चाहिँ के सफा गर्नुहुन्छ? बिचरा यत्रो राख्दाखेरि उनीहरूलाई कति सानो नाकबाट सास फेर्न कति गाह्रो हुन्छ होला, अनकम्फर्टेबल फिल हुन्छ होला। मैले चाहिँ हिमालयको प्रडक्टहरू युज गरिरहेको छु। हजुरहरू चाहिँ के युज गर्नुहुन्छ, कुन राम्रो हुन्छ मलाई सजेसन दिनु ल। यिनलाई चाहिँ अब रेडी गराएर अनि हामी चाहिँ एकछिन घामको मुख हेर्न जान्छौँ। दिनदिनै बेडसिटहरू चेन्ज गर्छु मैले चाहिँ। अब हजुरहरूले कस्तो गर्नुहुन्छ? सफा चाहिँ राख्नुपर्छ बच्चाको बेडहरू है। नानीको बेड पनि रेडी भइसकेको छ। अब चाहिँ म आफ्नो ड्रेस चेन्ज गर्छु। राम्रो बनायो। मैले चाहिँ ब्रेस्ट फिडिङ नै गराउने गर्छु। मेरो चाहिँ दुधले चाहिँ पुग्छ नानुलाई। हजुरहरूले चाहिँ के गर्नुहुन्छ? फर्मुला मिल्क कि आफ्नै फिडिङ गराइराख्नु भएको छ? म चाहिँ सुत्केरी खाना आएको छु कि माइत होइन। अनि घरमा चाहिँ झुलुङ्गोमा सुतेको बानी मान्दै नमान्ने क्या गाई चाहिँ। अनि अहिले मम्मीले चाहिँ यहाँ अब काम चलाऊ, म धेरै बस्दिनँ नि त। त्यही भएर आफ्नो धोतीको बानेर बनाइदिनु भएको। मजाले सुत्छ। बिस्तारामा त 2-2 मिनटमा उठ्ने।
अनि यहाँ बनाइदिएपछि अनि कठै मेरो बाबुको नङ कति लामो लामो भएको आज नेल कटरले काटिदिनु पर्छ। आफूलाई चाहिँ सियोमा धागो हाल्न पनि आउँथेन कि गाई है। अहिले चाहिँ अब आफ्नो छोरीको यो टाँक फुस्के रहेछ कि टाँक फुसेको अब यो टाँक राखिदिँदैछु। कस्तो माया लाग्ने के सानो सानो कुराको पनि कस्तो केयर गर्न मन लाग्ने माया लाग्ने। कति मिठो निन्द्रा होला यिनको। यहाँ तलबाट चाहिँ यिनको दादाले हल्लाइराख्नु भएको छ। टुक्कु टुक्कु हाँस 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 को यो हाँस्ने केटी हो नङ्गे केटी हो गपुल्ली केटी हो। गर्मी छ धेरै बाक्लो कपडाले पनि नगम्साइदिनु होला। होलो होलो खालको कपडा शरीरमा धेरै चप्किने कपडाहरू चाहिँ नलगाइदिनु है। अनि गर्मीमा धेरै र्यासेसहरू आउँछ। सो यो यो कट्टुहरूको ग्याटिसहरूले डस्छ बच्चाको यो पनि ख्याल गर्नु होला। आउ 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 आइया आउ 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 ओहो निन्द्रा लाग्यो अब निन्द्रा लाग्यो आइया सानो हजुर 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 सानो क्यामेरा रहेछ यहाँ देख्यौ। अरू गफ गर्नुहोस् न। अब निनी आयो झ्याउ लाग्यो बाबुलाई चु 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 चु।